एभ्रिवान शिवानी जेमसी अन्त आज चाहिँ हामी बजार जाँदैछौँ होइन घाम पुरा लागिरहेको छ अन्त यो तल हाम्रो बजार जाने बाटो होइन यो घर जाने बाटो अन्त हाम्रो बडी छ घाममा पेल्याक पेल्याक भइरहेको छ अन्त म त लिलीमाले चाहिँ उपर फोटोसुट गर्दैछ तपाईँले हेर्न सक्नुहुन्छ ऊ देख्दैछ अनुहार हेर त तेरो अन्त होइन र घाम पुरा लागिरहेको छ मेरो तालु पनि लिक्क भइरहेको छ र त्यही भएर ओके गाइस फाइनली म अलिकति शीतल जग्गामा आएको छु अन्त हामी तिनजना चाहिँ बजार गएको म र बडीको चाहिँ प्लान थियो यो चाहिँ मेरो पछि पछि आएको हो म कहीँ गयो भनेपछि पछि पछि आइहाल्छ खै किन हो र त्यही भएर घामले पुरा सताइरहेको छ र अलिकति मिनी ब्लग बनाउँछु भनेर चाहिँ बनाएर सोचेको थिएँ किनकि हाम्रो यहाँ हेर्नु न धुप्पीहरू क्या दामी देखिदिन्छ र बाई बाई थ्याङ्क यू फर वाचिङ